नेपाल प्रिमियर लिग सुन्दा नै कस्तो ठूलो लाग्छ हैन? यसको लक्ष्य पनि सानो छैन, विश्वकै टप स्पोर्ट्स लिगहरूको लहरमा उभिने। ल आउनुहोस् आज यसैको कथामा डुबौं। सुरुवात गरौं विश्वका सबैभन्दा ठूला स्पोर्ट्स लिगहरूको पैसाको खेलबाट। सोच्नुहोस् त, अमेरिकी फुटबलको एनएफएलले मात्रै वार्षिक 18 अर्ब डलर कमाउँछ। तर त्योभन्दा पनि अचम्मको कुरा के छ भने दोस्रो नम्बरमा छ क्रिकेटको इन्डियन प्रिमियर लिग, मतलब आइपीएल, जसले 12 अर्ब डलरको आँकडा छोइसकेको छ। सोच्नुहोस् त, क्रिकेट। अब आइपीएलको पावर बुझ्न एउटा आँकडा नै काफी छ। उनीहरूले मिडिया राइट्सबाट मात्रै एउटै म्याचको लागि 13.8 मिलियन डलर कमाउँछन्। यो त इङ्ग्लिस प्रिमियर लिगले भन्दा पनि बढी हो। मतलब सफलताको मानक नै यही हो। यही विशाल मैदानमा अब एउटा नयाँ खेलाडी उत्रिएको छ, हाम्रो नेपाल प्रिमियर लिग एनपीएल। अब प्रश्न यही हो, के नेपालले क्रिकेटको अर्को बादशाह जन्माउन सक्ला? आजको हाम्रो खोजी यही प्रश्नको वरिपरि घुम्नेछ। ल एनपीएलको सपना बुझ्नु अघि उसले पछ्याउन खोजेको मोडललाई हेरौं। त्यो हो आइपीएलको क्रिकेटेनमेन्ट ब्लुप्रिन्ट, जसले विश्वमै तरङ्ग ल्याइदियो। आइपीएलको उदय यो कुनै रातारात भएको चमत्कार थिएन। यसको लागि एउटा पर्फेक्ट स्टर्म बनेको थियो। सन् 2003मा इङ्ल्यान्डमा टी20 फर्म्याट आयो, नयाँ फ्यानहरू तान्नको लागि। अनि 2007मा कसैले सोचेको कुरा भयो। धोनीको कप्तानीमा एउटा युवा भारतीय टिमले टी20 विश्वकप जित्यो। भारतमा टी20को ज्वरो नै चढ्यो। यही मौका छोपेर ठ्याक्कै 8 महिनापछि आइपीएलको भव्य सुरुवात भयो। आइपीएलको सफलताको रहस्य क्रिकेट मात्रै थिएन, यो त थियो क्रिकेटेनमेन्ट, मतलब क्रिकेट र मनोरञ्जनको फ्युजन। एकातिर मैदानमा छक्का चौकाको वर्षा, अर्कोतिर टिम मालिकको रूपमा शाहरुख खान जस्ता बलिउडका बादशाह अनि मुकेश अम्बानी जस्ता बिजनेस टाइकुनहरू। क्रिकेट, बलिउड र व्यापार, यो त एउटा पावरफुल ककटेल बन्यो। आइपीएललाई खेल मात्रै होइन, एउटा पारिवारिक उत्सवको रूपमा मार्केटिङ गर्यो, जसले सबैलाई स्टेडियमसम्म तान्यो। ल आइपीएलको फर्मुला त बुझियो। अब फर्कौं नेपालतिर। एनपीएलको यो ठूलो सपनाको पछाडि आर्थिक इन्जिन कसरी चलिरहेको छ? पैसाको बाटो कस्तो छ? भनेपछि एनपीएलले आफ्नो यो महत्वाकांक्षी यात्राको लागि पैसा कहाँबाट जुटाइरहेको छ त? आउनुहोस् यसको हिसाब किताब हेरौं। एनपीएलको आम्दानीको मुख्य 4वटा पिलरहरू छन्, जसले यो लिगलाई आर्थिक रूपमा बलियो बनाउँछ। सबैभन्दा ठूलो हिस्सा लगभग 15 करोड स्पोन्सरशिपबाट आउने टार्गेट छ। त्यसपछि आउँछ टिकट बिक्री, जहाँबाट करिब 8 देखि 10 करोडको लक्ष्य राखिएको छ। अनि फ्रान्चाइज शुल्कबाट 8 करोड र प्रसारण अधिकारबाट 5.3 करोड भन्दा बढी। यो सबै मिलेर नै लिगको आर्थिक इन्जिन चल्ने हो। एनपीएलको व्यावसायिक आकर्षण कति छिटो बढिरहेको छ भन्ने कुरा यो आँकडाले प्रष्ट पार्छ। पहिलो सिजनमा डिजिटल स्ट्रिमिङको अधिकार जम्मा 5 लाख रुपैयाँमा बिकेको थियो। तर दोस्रो सिजनमा सोच्नुहोस् त, बढेर 5.3 करोड पुग्यो। यो त चान्चुने वृद्धि होइन, यसले देखाउँछ कि बजारले एनपीएललाई कति विश्वास गरिरहेको छ। तर पैसा र महत्वाकांक्षा मात्रै सफलताको ग्यारेन्टी होइन। अब एकछिन विगतका केही महँगा गल्तीहरूबाट सिक्नुपर्ने पाठहरू हेरौं, दुवै देशभित्र र बाहिर। दुर्भाग्यवश नेपालकै इतिहासमा एउटा नमिठो पाठ छ। सन् 2022मा नेपाल टी20 लिग सुरु त भयो, तर म्याच फिक्सिङ र खेलाडीहरूको तलब नतिरेको जस्ता गम्भीर आरोपहरूले घेरिएर बन्द हुन पुग्यो। यही कारणले गर्दा एनपीएललाई यसपटक सबै कुरा 100% सही तरिकाले गर्नै पर्ने दबाव छ। अनि अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने चाइनिज सुपर लिग एउटा ठूलो चेतावनी हो। उनीहरूले अर्बौं खर्च गरे, तर खेलाडीहरूमा कुनै प्रतिबद्धता देखिएन। फुटबलर कार्लोस टिभेजको एउटा भनाइ नै काफी छ। चीनमा आफ्नो समयबारे सोध्दा उनले के भने, म त 7 महिनाको छुट्टीमा थिए। पैसाले प्रतिष्ठा किन्न सक्दैन भन्ने यो सबैभन्दा ठूलो उदाहरण हो। चाइनिज सुपर लिगको असफलताको बाटो एकदमै प्रष्ट थियो। पहिलो, स्टार खेलाडीहरूमा आँखा चिम्लेर पैसा खन्याउने। दोस्रो, खेलाडीहरूबाट कमजोर प्रतिबद्धता र खराब प्रदर्शन भोग्ने। तेस्रो, यसले लिगको ब्रान्ड र प्रतिष्ठालाई धुलोमा मिलाइदिने। र अन्तमा आर्थिक अस्थिरता र पतन। यो एउटा यस्तो बाटो हो जसबाट एनपीएल जसरी पनि बच्नुपर्छ। ल जोखिमहरू त बुझियो। त्यसो भए अब एनपीएलको लागि गौरवको बाटो के हो त? एउटा दिगो विरासत बनाउनका लागि चाहिने महत्त्वपूर्ण तत्त्वहरू के हुन्?
एनपिएलको दिगो सफलताको लागि केही आधारभूत कुराहरूमा ध्यान दिनै पर्छ। पहिलो, एकदमै बलियो र पारदर्शी व्यवस्थापन। दोस्रो, एउटा यस्तो प्रतिष्ठित ब्रान्ड बनाउनु पर्यो कि जहाँ विश्वका खेलाडीहरू आउन लालायित हुन्। तेस्रो, फ्यानहरूको टिमसँग गहिरो भावनात्मक सम्बन्ध गाँच्नु पर्यो। चौथो, स्टेडियम जस्ता पूर्वाधारमा लगानी गर्नु पर्यो। र पाँचौं, क्रिकेट पर्यटन जस्ता नयाँ अवसरहरूको पनि खोजी गर्नुपर्छ। यी सबै मिलेपछि मात्रै एउटा बलियो लिग बन्छ। अन्तमा एनपिएल अहिले एउटा महत्त्वपूर्ण दुबाटोमा उभिएको छ। के यसले नेपालको क्रिकेटप्रतिको पागलपनलाई एउटा विश्वव्यापी सफलतामा बदल्न सक्ला, वा यो पनि इतिहासका पानामा हराएर जाने अर्को एउटा चेतावनीको कथा मात्र बन्नेछ? यसको भविष्य यसले आज चाल्ने हरेक कदममा निर्भर गर्दछ।